जय मसी शालो नमस्ते। आज हाम्रो गुरुआमाको ह्याप्पी बर्थडेको कार्यक्रम गर्दैछौँ। यहाँ कार्यक्रमको तयारी हाम्रो एरमले खुशबुले खुसीले गरिदिएका छन् सबैले। अनि अहिले मुकुट लगाएर बस्नु भएको छ है। अनि यहाँ पाहुना आमन्त्रित पाहुनाहरू पनि आउनु भएको छ। हामी छोटो भिडियो बनाउँदैछौँ र तपाईहरुले हाम्रो गुरुआमाको बर्थडेको यो कार्यक्रमको लागि प्रार्थना गरिदिनुहोस्। यो बर्थडेको भिडामा कार्यक्रममा सहभागी भएको छु। यो बर्थडेको कार्यक्रममा सुरुदेखि अन्तिमसम्म तपाईहरुले निश्चयले यो मलाई साथ दिन सक्नुभएको छ। यसो प्रभुको नाममा आमेन। खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, भना भना प्रभु येशू ख्रीष्टको जय, भना भना प्रभु येशू ख्रीष्टको जय। मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि येशूले दुःख उठाए, मेरो लागि येशूले दुःख उठाए, मेरो लागि मरे थे, मेरो लागि गाए थे, मेरो लागि मरे थे, मेरो लागि गाए थे, मेरो लागि बौरी उठे मेरा हुन्नेसु, मेरो लागि बौरी उठे मेरा हुन्नेसु। म येशूको हौँ, हामी येशूका हौँ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, भन भन प्रभु येशू ख्रीष्टको जय। हालेलुया आमेन। ल अब फेभरेट भजन फेरि आयो गुरुमा। मलाई कुञ्चिएर अनेकालाई कुल्चिएर अघि बढ्ने कसको बानी, त्यसकैले खाने हो, उसकैले आउने हो, त्यसकैले खाने हो, उसकैले आउने हो। मान्छेको बस्तीभित्र त्वालोले ढाकेको छ, हटाइदिने कोही हुन्न, छोपिदिने मात्र हुन्छ, हटाइदिने कोही हुन्न, छोपिदिने मात्र हुन्छ। बनाएको परमेश्वरले सबैलाई बराबरी, न त ठुलो न त सानो, न त धेरै न त थोरै, न त ठुलो न त सानो, न त धेरै न त थोरै। आँखा भइदेखे पनि, आँखा भइदेखे पनि अन्धो हुन मन पराउने, ज्योतिदेखि टाढो भागी अँध्यारो अँगाल पुग्ने, ज्योति
अनुसभाको भजन कोरसलाई यतिकै आएका छौँ र छोटो वचनको लागि प्रार्थना गर्नेछौँ। हामी सबैजना सिउनी उडाएर परमेश्वरको वचनको लागि हामी प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता पुत्र पवित्र परमेश्वर, छोरी इन्दिरा जसरी तपाईँको छोरीलाई अनि हामी जुन उहाँको जन्मदिनको उपलक्ष्यमा तपाईँको छोराले जुन वचन दिनुहुन्छ त्यो चाहिँ स्वर्गीय पिता तपाईँको महिमाको निम्ति भएको होस् भन्ने बिन्ती गर्दछु। स्वर्गीय पिता उहाँको यो कति वर्ष हुनुभयो परमेश्वर? 38 वर्ष है, 38 वर्ष लागेको कि अब तपाईँले यो 38औं वर्ष अब सबै वर्षौँभरि नै तपाईँको सुरक्षा अनुग्रह निगाह सुस्वास्थ्य राखिदिनुहोस् भन्ने बिन्ती गर्छु। स्वर्गीय पिता तपाईँलाई धन्यवाद। यो समय वचन अब हामी सुन्नेछौँ र आशिषित हुनेछौँ। प्रभुलाई धन्यवाद। येशूको महिमा